ल हेर्नुस्, हिजो बालेन सरकारले डोजर लगाएर भत्काएको यो भाइरल आर्तले घरभित्र जो बोरा आर्मी पुलिसको ड्रेस र हात हतियार बन्दुक पेस्तुलहरू जो भेटेको थियो त्यसको रहस्य खुलिसकेको छ साथीहरु। जो भदौ 23 र 24 गतेको जेनजी आन्दोलनमा आर्मीको भेषमा पुलिसको भेषमा नक्कली पुलिसहरू नक्कली आर्मीहरू जो आर्मी पुलिसको ड्रेस लगाएर पुरा भरिभर हात हतियार बन्दुक पेस्तुलहरू लगेर जसरी 77-78 जना मारेका थिए हो, त्यो मार्नेहरू पनि यिनीहरू नै हुन् भन्ने कुरा प्रष्ट भइसकेको छ। किनभने त्यसमा गोली पुलिसले चलाएको थिएन, पुलिसले एकजना पनि बच्चा मारेको छैन, एकजना पनि विद्यार्थी मारेको छैन। त्यो सब गोली चलाउने यही प्रचण्डकै षड्यन्त्र रहेछ। ल हेर्नुस्, यो सबै राख्न लगाउने पनि प्रचण्ड नै रहेछ र यिनीहरूले चाहिँ यसरी विभिन्न आन्दोलनमा घुसपैठ गरेर यसरी नक्कली पुलिस बनाउने, नक्कली आर्मी बनाउने, ड्रेस लगाउने अनि बन्दुक समाएर गएर चाहिँ ड्याङ गोली चलाएर मान्छे मार्न लगाउने रहेछन् भन्ने कुरा प्रष्ट खुलिसकेको छ। भिडियोलाई सक्दो शेयर गरिदिनुस् र आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्नुस् है त।